सो ह्याबिट चेन्ज गर्नु र डिसिप्लिन्ड हुनुमा के फरक छ? सो ह्याबिट चेन्ज गर्नलाई चाहिँ तपाईँलाई सुरुमा डिसिप्लिन चाहियो। तर तपाईँले ह्याबिट फर्म गरिसकेपछि चाहिँ तपाईँलाई डिसिप्लिन खासै इन्फोर्स गरिरहनु परेन। इट बिकम्स अटोमेटिक, किनभने तपाईँको त्यो ह्याबिट भइसकेको छ। सो डिसिप्लिन किन गाह्रो छ त भन्दाखेरि थुप्रै कारण होला, तर एउटा यो कारण पनि हो कि जब तपाईँ आफू डिसिप्लिन्ड हुने निर्णय गर्नुहुन्छ, तपाईँ आफू ट्रान्सफर्म हुने, ह्याबिट चेन्ज गर्ने निर्णय गर्नुहुन्छ, तब तपाईँको वरिपरिको साथीभाइहरूलाई चाहिँ अनकम्फर्टेबल फिल हुनसक्छ कि किनभने तपाईँहरूको एउटा समूह थियो, सब जसले चाहिँ जहिले पनि एउटै काम गरिरहेको अथवा उस्तै काम गरिरहेको, उस्तै एक्सक्युजेसहरू बनाइरहेको, उस्तै बानीहरू प्र्याक्टिस गरिरहेको, सडन्ली तपाईँले चाहिँ एउटा स्टेप लिनुहुन्छ जसले चाहिँ तपाईँलाई ग्रोथ दिन्छ, तपाईँलाई पोजिटिभ चेन्जेस दिन्छ, अनि एभ्री वान एल्स इज स्केयर्ड कि त्यो स्केयर्ड हुनुको मतलब चाहिँ के हो भन्दाखेरि त्यो एक्सक्युजेस जुन बनाइरहेको थियो सबै ग्रुपले नै कि हामी चेन्ज गर्न नहुनुको कारण यो छ बहानाहरू, त्यो बहानाहरू रियल रहन्छ र तपाईँले चाहिँ यो टेकिङ वान बोल्ड स्टेप, तपाईँ चाहिँ कुनै एउटा युनिक पाथमा जाँदै हुनुहुन्छ, तपाईँले त्यो टिमलाई छोडेर एउटा अझ राम्रो पाथ चुज गर्दै हुनुहुन्छ भनेर तपाईँको टिमले मे नट बी ह्याप्पी, दे मे नट बी कम्फर्टेबल, के कसो भनेर कन्सियसली थाहा नभए पनि एउटा साइलेन्ट रिजेन्टमेन्ट हुनसक्छ कि तपाईँको टिमलाई तपाईँप्रति। सो एकदम सार्कास्टिक हुने, अब चाहिँ त त ठुलो मान्छे भइछस्, एकदम सुध्रिछस् होइन, हामीसँग बियर खान नहुने, त अब एकदम सोझो भइछस्, सुध्रिछस्, हामी जस्तो होइन नि त बिग्रेको भन्ने खालको सार्कास्टिक कमेन्टहरू आउनसक्छ। त्यसले पनि डिसिप्लिनलाई अलिकति डिमोटिभेट गर्न सक्छ। अर्को चाहिँ तपाईँको आफ्नै फियर पनि हुनसक्छ कि जस्तो साथीले प्रेसर गरिरहेछ, यो सेड कि ओके अबदेखि चाहिँ म आम गिभिङ अप एल्कोहल भनेर, त साथीहरूले चाहिँ आज एक दिन त खाउन भन्दाखेरि लाइक ओके मैले धेरै नाइ भनिरहेँ भने यो टिम मसँग रिसाउला कि, मेरो साथीहरू मसँग रिसाउला कि, म लेफ्ट आउट हुँला कि, मेरो ट्राइबले छोडिदिएला कि मलाई भन्ने खालको कन्सर्न्सहरू पनि हुन्छ कि। अनि द्याट्स वान अफ द भेरी मेनी च्यालेन्जेस अफ बिकमिङ डिसिप्लिन्ड। अनि यो कुरामा चाहिँ हामीले त्यति ध्यान दिइरहेको हुँदैनौँ। वेन वी मेक अ डिसिजन, यसले हाम्रो सोसियल इम्प्याक्ट के गर्छ, अनि वाट इज मोर इम्पोर्टेन्ट टु यु, तपाईँको साथीभाइको सर्कल ठुलो हुन्छ कि तपाईँको डिसिप्लिन ठुलो, तपाईँको ह्याबिट ठुलो, तपाईँको ग्रोथ ट्रान्सफर्मेसन ठुलो, यो सोच्ने जिम्मा चाहिँ तपाईँको हो नि त।